हेलो साथीहरु, फेरि पनि हजुरहरुलाई ब्याक टु ब्याक मेरो ब्रान्ड न्यू भिडियोमा स्वागत छ। अनि मसँग छ आज चाहिँ किम्बुको बनाउन जाँदै छु मैले जाम। हजुरहरुको घरमा छ छैन किम्बुलाई हजुरले यसरी सदुपयोग गर्न सक्नुहुनेछ। मिठो जाम बनाउन सक्नुहुनेछ। अब मैले चाहिँ राख्दिन्छु मिक्सरमा राखिसकेपछि यसलाई चट्ट पारामा पिस्ने छु र पिस्दै मलाई एउटा कुरा याद आयो। त्यसपछि मैले यसमा मौसमी र अंगुरको दाना 2-4 वटा मिसाइदिने छु किनकि मिठो बास्ना आउने गर्छ। फेरि पिस्दिने छु यसलाई मिक्सरमा। अनि मिक्सरमा पिसिसके पश्चात यसलाई अब प्यानमा हामीले खनाउनु पर्ने हुन्छ। प्यानमा खनाइसकेपछि अनि यसलाई चाहिँ ग्यासमाथि राखेर पकाउनु पर्ने हुन्छ। अनि यो नडढोस् भनेर यसलाई चाहिँ चलाइराख्नु पर्ने हुन्छ। अनि यसलाई चलाइराख्ने छु, यो बाक्लो नहुन्जेलसम्म चलाइराख्नु पर्ने छ। त्यसपछि मैले चाहिँ यसमा चुक मिसाइदिने छु किनकि मसँग निम्बु रहेको थिएन। निम्बुको साटो मैले चुक राखिदिएको छु। त्यसपछि यसलाई चलाइराख्नु पर्ने हुन्छ, बाक्लो नहुन्जेलसम्म चलाउनु पर्ने छ साथीहरु। त्यसपछि चलाउँदा जाम चाहिँ फाइनली रेडी भइसक्यो। अनि मैले चाहिँ यसलाई सिसाको ग्लासमा राखेको छु। अनि हेर्न सक्नुहुनेछ कस्तो राम्रो मिठो कलर बाकुलो भएको छ जाम चाहिँ। अनि हजुरहरुले पनि यसरी नै बनाउन सक्नुहुनेछ। सो त्यही नै हो साथीहरु, थ्यांक्स वाचिङ।